बनाउने हैन त यस्तै क्रन्ची क्रन्ची पटेटो चिज बल्स। हेर्नु त हेर्दै खाउँ जस्तो छैन त। आउनुहोस् है त अब सँगसँगै सुरु गरौँ। यसको लागि मैले रातो आलु लिएको छु। रातो आलुलाई सफासँग पखालिसकेपछि कुकरमा राखेर थोरै पानी राखेर 6-7 सिटी लगाइदिएको छु। 6-7 सिटी लागिसकेपछि अब भने यसलाई खोलेर हेरेँ मैले। आलु बोइल भइसकेको थियो अनि यसको बोक्राहरू सफा गरेँ मैले। यसको बोक्राहरू सबै सफा गरिसकेपछि आलुलाई मसिनरी मेस गरिदिएँ। अब भने यसलाई आवश्यक पर्ने सामग्रीहरू कटिङ गर्नतर्फ लागेँ म। हरियो धनियालाई मसिनरी काटिसकेपछि 2टा प्याज लिएको छु मैले। प्याजको पनि बोक्राहरू सफा गरिसकेपछि यसलाई सफासँग पखालेर कोरेसोमा कोरेँ। कटिङ गरेको भन्दा कोरेको नै ठिक हुन्छ यसमा। प्याज कोरिसकेपछि अघि मेस गरेर राखेको आलुमा हरियो धनिया राखेँ अघि कटिङ गरेर राखेको। अनि ब्ल्याक पेपर राखिदिएँ, यो अदुवा लसुनको पेस्ट अनि थोरै स्वादअनुसार नुन अनि यो 1 कटौरा कर्नफ्लोर एड गरेँ। अनि अघि कोरेर राखेको प्याजलाई राखिसकेपछि यसलाई राम्रोसँग मिक्स गरेर यसको डो रेडी पारेँ। अलिकति गिलो गिलो टाइपको बनाएको छु अनि यसलाई 2 घण्टाको लागि रेस्ट गर्न छोडिदिएँ। एउटा सफा कटौरामा 2 चम्चा जति कर्नफ्लोर लिएर थोरै पानी राखेर यसको ब्याटर रेडी गरेँ। धेरै गिलो पनि बनाएको छैन, धेरै बाक्लो पनि छैन। यतिको ब्याटर रेडी पारेको छु मैले। अब भने पटेटो बलहरू बनाउनतर्फ लागेँ म। यो ब्रेडको धुलो अनि चिज लिएको छु मैले। अब अघि तयार पारेको डोलाई लिएर हल्का हातले फैलाएर बीचमा चिज राखेँ। बीचमा चिज राखिसकेपछि यसलाई गोलो गोलो सेप दिएपछि यसलाई कर्नफ्लोरको ब्याटरमा हल्का डुबाएर अनि यो ब्रेडको धुलो बाहिरबाट यसरी लगाएको छु। यसलाई हल्का गोलो गोलो सेप दिँदै बल्सहरू रेडी पारेँ। मेरो बल्सहरू रेडी भइसकेको छ। अब मेरो बल्सहरू रेडी भइसकेको छ। अब यो बल्सहरूलाई फ्राई गर्नुपर्ने हुन्छ। फ्राई गर्नको लागि एउटा भाँडो लिएँ मैले अनि यसमा आवश्यक पर्ने तेल लिएर यसलाई मिडियम हिट हुन दिएर बल्सहरू फ्राई गरेँ। यो हल्का चलाइराख्नु पर्ने हुन्छ, नभए पेँदी लाग्छ र छिटो डढ्ने सम्भावना हुन्छ। त्यसैले मैले चलाउँदै पकाएँ। मेरो बल्सहरू डार्क ब्राउन भइसकेको छ। अहिले मैले यसलाई एउटा भाँडोमा निकालेँ अनि हेर्नु त कस्तो क्रन्ची क्रन्ची भएको छ। अब हजुरहरू पनि बनाएर ट्राई गर्नु ल। थ्याङ्क यू फर वाचिङ माई भिडियो।